शिक्षा क्षेत्रमा प्रवेश गरेर शिक्षक बन्ने होस् अथवा शिक्षा क्षेत्रका कुनै पनि क्षेत्रमा जान सक्ने वातावरण बनेको छैन। अहिले कतिपय शैक्षिक सरकारहरूले के भन्नुभएको छ भने वास्तवमा शिक्षकहरूले आफ्नो सेवा सुविधाको लागि मात्रै आन्दोलन गर्नुभएको छ भन्नुभएको छ। त्यो कुरा चाहिँ गलत छ, किनभने हामी समग्र शैक्षिक प्रणालीलाई सुधार ल्याएर नेपालमा आउँदा पिढीहरूलाई शिक्षा क्षेत्रमा लाग्नको लागि, शिक्षक बन्नको लागि एउटा प्रेरणा मिलोस्, उत्प्रेरणा मिलोस् भनेर हामी लागिराखेका छौँ। र वास्तवमा सरकारले के गरेको छ भने पहिले पनि हामीले 3 पटक आन्दोलन गर्यौं र आन्दोलनमा हामीले सरकारसँग सम्झौता गर्यौं र ती सम्झौताहरू कार्यान्वयन हुन सकेनन्, जसले गर्दाखेरि हामी आज यो नयाँ वर्षको दिनमा पनि बाहिरबाट आएर हामी चाहिँ सरकारलाई झकझकाइराखेका छौँ। सरकार निदाइराखेको हो कि निदाएको बहाना बनाएको हो कि हामीलाई थाहा छैन। के कारणले तपाईहरुको माग सम्बोधन नभएको होला जस्तो लाग्छ तपाईलाई? केही त्यस्तो के छ त्यो? वास्तवमा यो मलाई के लाग्छ भने जुन नेपालमा निजीकरण र केही चाहिँ शैक्षिक क्षेत्रमा भएका भ्रष्टाचारहरू छन्, शैक्षिक माफियाहरूले चाहिँ शिक्षा क्षेत्रलाई आफ्नो पोल्टामा पारेका छन् र त्यो शिक्षा क्षेत्रलाई अझै पनि सार्वजनिक शिक्षा, खास गरी विद्यालय सामुदायिक शिक्षा चाहिँ राम्रो शैक्षिक गुणस्तर कायम भयो भने भोलि निजी स्तरबाट जसले शिक्षाको क्षेत्रमा लगानी गरेका छन् उनीहरूले आफ्नो लगानी डुब्छ कि कतै हाम्रो चाहिँ रोजीरोटीमा चाहिँ असर गर्छ कि भनेर ती व्यक्तिहरूको चङ्गुलमा नेपाल सरकार फसेको जस्तो लाग्छ। र अर्को कुरा, यदि शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिहरू हटाइयो भने नेपाली नागरिकहरू साँच्चीकै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा क्षमतावान नागरिकको रूपमा उत्पादन भयो भने कुनै विदेशी भनौँ न विदेशका नागरिकहरूसँग प्रतिस्पर्धा गर्न सक्ने भयो भने मलाई लाग्छ छिमेकी देश अथवा सार्क राष्ट्र अथवा अरू कुनै पनि विकसित देशहरूसँग प्रतिस्पर्धा गर्ने नागरिक हुन सक्छन् भनेर मलाई लाग्छ। केही विदेशी दलालहरूको चाहिँ भनौँ विदेशी व्यक्तिहरूको चङ्गुलमा सरकारले केही चाहिँ त्यहाँबाट लोभ लिइरहेछ कि अथवा त्यहाँबाट केही फाइदा पाइराखेको छ जस्तो हामीलाई लागेको छ, अनुभूति भएको छ। जस्तो तपाईहरु अहिले शैक्षिक हडतालमा पनि हुनुहुन्छ एक हिसाबले, यो कारणले गर्दा चाहिँ जुन विद्यार्थीहरू अब नयाँ शैक्षिक सत्रमा पर्ने असर बारे तपाईहरु संवेदनशील हुनुहुन्छ? हामी यसमा एकदमै संवेदनशील छौँ, किनभने हामी संवेदनशील भएकै कारणले हामीले विद्यालयका वार्षिक परीक्षाहरू सम्पन्न गर्यौं, उत्तर पुस्तिकाहरू परीक्षण गर्यौं, रिजल्ट पनि हामीले प्रकाशन गरिसकेका छौँ र हामीहरू के आशामा छौँ भने यदि सरकारका विभिन्न भनौँ विद्यार्थीको पढाइप्रति हामी चिन्तित हुने थिएनौँ, संवेदनशील हुने थिएनौँ भने विद्यार्थीको परीक्षा पनि रोकेर हामी चाहिँ आन्दोलन अगाडि बढाउन सक्थ्यौँ। तर हामीले त्यसो गरेनौँ, किनभने शैक्षिक गुणस्तर कायम गर्नु छ, नेपालको शिक्षा प्रणालीलाई चाहिँ अन्तर्राष्ट्रिय स्तरको बनाउनु छ र शिक्षा क्षेत्रमा देखिएका विभिन्न विकृति र विसङ्गतिहरूलाई हटाउनु छ भनेर नै हामीले विद्यार्थीको पढाइको भनौँ न उनीहरूको जुन अधिकार हो त्यो अधिकारबाट उनीहरू वञ्चित हुन नपरोस् भनेर हामीले चाहिँ आन्दोलनलाई ठिक समयमा सञ्चालन गरेका छौँ। यसलाई उत्कर्षमा पुर्याउन हामी खोजिराखेका छौँ। जस्तै अहिले विद्यालयमा भर्नाको अभियान सुरु हुने 2 गतेबाट सुरु हुने छ। आज हामीले आन्दोलन गरेको 13 दिन भइसक्यो, तर पनि सरकारले चाहिँ कुनै पनि ध्यान दिएको छैन। वास्तवमा ध्यान दिएन भन्दै गर्दा सरकारले शिक्षा समितिले नै भनौँ न एक हिसाबले तपाईहरुको अब आन्दोलन हामीले तपाईहरुको जायज माग सबै पूरा हुन्छन्, हामी तपाईप्रति सकारात्मक छौँ भन्दै गर्दा तपाई फेरि पनि सडकमै हुनुहुन्छ तपाईहरु। अब यो चाहिँ कति लामो समयसम्म जान्छ? यसका लागि तपाईहरुको खास अब अड्किरहेको कुरा चाहिँ के हो? जस्तो सरकारले हामी सकारात्मक छौँ भन्दै गर्दा सडकमै रहिरहनुको कारण चाहिँ के? यसमा के छ भने सरकारप्रति हामीले विश्वास गर्ने ठाउँ रहेन, किनभने विगतमा हामीले सम्झौता गर्दै गर्दा सरकारले जुन गर्नुपर्ने शिक्षा ऐन ल्याउनु पर्ने थियो त्यो नल्याएको कारणले हामीले विश्वास गर्न सकेनौँ। र अब के हो भने जहिले सरकारले चाहिँ शिक्षा ऐन विधेयक ऐन संशोधन अध्यादेशबाट होस् या चाहिँ विशेष अधिवेशन बोलाएर होस् या चाहिँ मन्त्री परिषदको निर्णय गरेर हामीलाई भनौँ न शिक्षा ऐन जबसम्म आउँदैन तबसम्म हामी फर्किने चाहिँ अवस्था रहन्न। धेरै धन्यवाद।